जय श्रीमन्नारायण। सम्पूर्ण यो फेसबुक मार्फतबाट टिकटक मार्फतबाट अहिले यो भिडियो हेर्नुहुने सम्पूर्ण महानुभावहरूलाई हामी एउटा जानकारी गराउँदछौँ कि हामी असारको 16 गते विराटनगरको जोगबनीबाट कलकत्ता हुँदै गंगा सागरको दर्शन स्नान गर्दै हामी तिरुपति बालाजी दक्षिण भारत आंध्र प्रदेश तिरुपति बालाजी लाइफ गॉड तिरुपति बालाजी साक्षात भगवान श्रीमन्नारायण को कलियुगको प्रत्यक्ष अवतार भगवान तिरुपति बालाजी को दर्शन गर्न जाने कार्यक्रम रहेको छ र तिरुपति बालाजी दर्शन गरिसकेपछि त्यहाँबाट 700-800 किलोमिटर पर रामेश्वरम भगवान श्री रामले स्थापना गर्नुभएको ज्योतिर्लिंग को दर्शन र भगवान रामले लंका सवारी हुँदा पुल बाँधी बसेको स्थान राम सेतु हुँदै कन्याकुमारी को प्राकृतिक सौन्दर्य त्यहाँको दर्शन गर्दै हामीहरू फेरि चेन्नई हुँदै कलकत्ता भएर फेरि विराटनगर जोगबनी आइपुग्ने हाम्रो पूर्वाञ्चलबाट विराटनगर जोगबनीबाट चाहिँ असारको 16 गते हामी तिरुपति बालाजी तीर्थयात्राको कार्यक्रम रहेको छ र यो यात्रा लगभग 14-15 दिनसम्मको यात्रा हुनेछ। 1-2 दिन बढ्न सक्ला या घट्न सक्ला। 15 दिन सम्मको यात्रा हामी मानिरहेका छौँ अहिले यो टार्गेट र त्यसमा हामी 108 जना भक्तजनहरू एउटा माला स्वरूप हामी सबैजना त्यहाँ भगवानको दर्शन गर्न पुग्ने कार्यक्रम रहेको छ र यसमा केही सिट सीमित रहेको छ र अहिले विराट चोकबाट कागरभिट्टाबाट अनि फेरि दोहबीबाट र केही सुनसरीबाट पनि भक्तजनहरूले नाम टुटाइरहनु भएको छ र त्यसमा हामीले सम्पूर्ण रेलमा अहिले नै हामीले टिकट गरिसक्नुपर्ने हुनाले केही समय अगाडि केही महिना अगाडि नै रेलवेको टिकट बुक गरेनौँ भने भोलि हामी जानको लागि त्यति टाढाको यात्रा गाडीबाट सम्भव छैन र हामीलाई फेरि असहज हुन सक्छ। टिकट बन्न सक्दैन तुरुन्त र एकै ठाउँमा सिटहरू हुन सक्दैन। त्यसैले हामीले 2-3 महिना अगाडि नै टिकट कन्फर्म गरिसकेर रेडी गरिसक्ने कार्यक्रम रहेको छ। यो महिनाभरिमा हामीले सबै नामहरू कलेक्सन गरेर वैशाख महिनाको 2-3 गते 4 गतेसम्ममा हामीले यो टिकटहरू तयारी गरिसक्ने कार्यक्रम रहेको छ र यसमा 15 दिनको यात्रामा रेलको भाडा रेलबाट ओर्लेपछि हामी बस गाडीहरूमा अनि त्यसपछिबाट ट्याक्सीहरूमा चढ्नुपर्ने स्थानमा र बस्ने ठाउँमा रुमहरू हलहरू बुकिङ गरेर गर्नुपर्ने खानुपर्ने आदि इत्यादि हाम्रो बनाउने स्वामीजीहरू 1-2 जना रसोई पुजारीहरू साथमै जानुहुन्छ र त्यहाँ रामेश्वरममा सप्तसागरमा श्राद्ध गराउने गुरुहरू पनि साथमै जानुहुन्छ र त्यहाँ हामीले यात्राको क्रममा लाग्ने सम्पूर्ण खान बस्न सुत्न ट्रेन भाडा गाडी भाडा सबै खर्चहरूको एकमुष्ट रकमको विषयमा र यो यात्राको सम्बन्धीमा यहाँ हामी यात्रामा हाम्रा कल्याण आचार्य गुरुजी र दिवेश जङ खड्काजी उहाँहरूको नम्बर यसमा हामीले पोस्ट राख्दा माथि यो भिडियो माथि नै यो पोस्टमा नम्बर रहनेछ। हजुरहरूले अरू बाँकी कुराहरू जानकारी लिन सक्नुहुन्छ र एकदमै सहज वातावरणले खासै धेरै त्यस्तो ठुलो खर्च पनि छैन। उहाँहरूसँग सल्लाह गरेर हजुरहरूले यसमा जानको लागि सिट सीमित छ कन्फर्म गर्न सक्नुहुन्छ। जय श्रीमन्नारायण। यो तिरुपति बालाजी यात्रा रामेश्वरम यात्रा रामसेतु र कन्याकुमारी हुँदै जाँदा गंगा सागरको दर्शन गर्दै तिरुपति बालाजी रामेश्वरम रामसेतु कन्याकुमारी हुँदै हामी नेपाल विराटनगर जोगबनी फर्किन्छौँ र यो हामी जनकपुरदेखि वीरगञ्जदेखि लिएर काँगरभिट्टासम्मको भक्तहरूलाई हामीले जोगबनी बोर्डरबाट लिएर जाने यो कार्यक्रम रहेको छ। यो पूर्वाञ्चलको र पूर्वाञ्चलवासी भक्तजनहरूलाई म आह्वान गर्दछु। जय श्री